नमस्कार आदरणीय दर्शक तथा मेरो भिडियो हेर्ने सम्पूर्ण नेपाली मनहरूमा नमन गर्न चाहे। आज तपाईहरुलाई अति नै महत्त्वपूर्ण कुराहरू म सिकाउँदैछु र यो भिडियो स्किप नगरिकन हेर्नु होला पनि भन्न चाहे। आज म तपाईहरुलाई कसरी अदुवा रोपिन्छ र यो अदुवा रोप्ने तरिका सही के हो, कस्तो बेलामा रोप्ने, ल हेर्नुस् यस्तो टुसा आइसकेपछि रोप्नु पर्ने हुन्छ र यो टुसा चाहिँ भाँचिनु भएन है सरम्यामहरु, यो टुसा चाहिँ भाँचिनु भएन। त्यो बारेमा जानकारी दिनेछु र आज मैले यो किसानकै खेतमा आइसकेर किसानकै बारीमा अदुवा रोप्न ल्याइएको डोको सहित तपाईहरुलाई कसरी रोप्ने, रोप्दाखेरि कति दूरीमा रोप्ने, रोपिसकेपछि के गर्ने भन्ने बारेमा तपाईहरुलाई आज यो भिडियो म प्रस्तुत गर्न लागिरहेको छु। कृपया यो तपाईहरुको जीवनमा धेरै उपयोगी र सान्दर्भिक भिडियो छ, स्किप नगरिकन हेर्नु होला भन्न चाहे। यस्ता खालका भिडियोहरू म प्राय लिएर आउँछु र तपाईहरुलाई यो काम लाग्ने खालका कुराहरू पनि म देखाइरहेको छु। कृपया तपाईहरुले अब अदुवा रोप्ने सोच बनाइसक्नु भएको छ भने अब रोप्ने बेला भयो है, पानी परिसकेपछि रोपिहाल्नु पर्ने हुन्छ र यो नगदे बालीको रूपमा यो चिनिन्छ र मैले अघि नै पहिले पनि एउटा भिडियो बनाएर हालेको थिएँ। आज म तपाईहरुलाई प्रत्यक्ष बारीबाटै, किसानको बारीबाटै यो अदुवा रोप्ने तरिका, यसभित्र के गर्न सकिन्छ भनेर चाहिँ तपाईहरुलाई भनिरहेको छु। यो अब हामी रोप्ने तर्खरमा किसानहरू लागिराख्नु भएको छ र त्यही बारेमा म तपाईहरुलाई यो भिडियो बनाउँदैछु। ल हेर्नुस् कि यसरी यो ड्याङ बनाउनु पर्छ है, सबभन्दा पहिले चाहिँ यसरी ड्याङ बनाउनु पर्छ। यो ड्याङ बनाइसकेपछि ड्याङमा कति दूरीमा रोप्ने त भन्ने कुरा पनि म तपाईलाई देखाउने छु। र यसरी तपाईहरुलाई यो ड्याङ कसरी बनाउने र अब अदुवा कसरी रोप्ने भन्ने कुराहरू म बताउँदैछु। यो चाहिँ ड्याङ हेर्नुस्, यो बीचबाट यो कुलेसो जस्तो छ नि, यो कुलेसो पनि जस्तो यहाँ हिँड्नलाई सजिलो होस् भोलि र यो ठाउँबाट यहाँबाट हिँड्न सकियोस् भनेर यो बीचमा काट्नुपर्छ कुलेसो पनि। र यो ड्याङ एउटा यो यस्तो खालको ड्याङ चाहिँ बनाइन्छ, अलि ठुलै छ ड्याङ, देख्नु भएको छ नि तपाईहरुले। यो ड्याङ चाहिँ एउटा ड्याङबाट अर्को ड्याङको दूरी लगभग तपाईले 2 मिटर भन्दा बढी राख्नु हुँदैन। यो ड्याङ देख्नु भएको छ, 2 मिटरमा यहाँ अर्को ड्याङ पनि काटिएको छ। र यो 2 मिटर किन राखिएको छ भने यो ड्याङको चाहिँ यतापट्टि लम्केर कति चाहिँ झार टिप्न सकिन्छ पछाडि, र यो खोल्सोबाट बसेर यतापट्टि चाहिँ कति झार टिप्न सकिन्छ, त्यसको दूरीमा यो लगभग 2 मिटरको ड्याङ राख्यो भने यतापट्टिबाट पनि हामीले झार टिप्न सक्यो र उताबाट पनि झार टिप्न सक्यो। र यसरी जब रोपिसके पछाडि तत्कालै यसरी पात पतिङ्गरहरू छन् भने यिनलाई चाहिँ यहाँ चाहिँ छोप्दिने, यसरी छोप्दिने, यिनीहरूलाई यहाँ छोप्दिने र यसो गर्दा चाहिँ यो झार कम आउने हुन्छ। र तपाईहरुले यसको चाहिँ कायदा बुझिहाल्नुभयो, झार कम आओस् र भोलि यसले पनि यो पातहरूले पनि अदुवालाई चाहिँ अलि मलको काम गरोस् भनेर यो मलको काम पनि गर्छ, यसले कम्पोस्ट मल पनि बन्छ, माटोलाई खुकुलो बनाउँछ। त्यसको निमित्त यो ड्याङ बनाइएको हुन्छ, देख्नु भएको छ। लगभग उस्तै खालका ड्याङहरू छन् 2 मिटरका। र यसभित्र चाहिँ अलिअलि घुसुवा बालीको रूपमा चाहिँ यो तपाईहरुले राजमाहरू लगाउन सक्नुहुन्छ। र यो राजमा चाहिँ अलि चाँडै अदुवा रोप्यो भने राजमा चाहिँ त्यसबाट छर्दैन र सँगै अदुवा उम्रिनुभन्दा अगाडि नै उम्रिन्छ र त्यसलाई निकाल्न सकिन्छ। अहिले देखिहाल्नुभयो यहाँ तपाईहरुले यसरी चाहिँ हार बनाएर अदुवाहरू रोप्ने काम भइरहेको छ, देख्नु भएको छ। यो अदुवाको यो रोप्ने भाग भनेको चाहिँ यो टुसा, यो जब तपाईहरुले यसरी टुसा निक्लिन्छ नि हो, यो टुसा चाहिँ यसरी गाड्नु होइन, यसरी गाड्नु हुँदैन। यसरी गाड्यो भने चाहिँ यो टुसा मास्तिर पर्छ र जरा हाल्न पाउँदैन, यो भागले जरा हाल्न पाउँदैन। त्यसले यसलाई चाहिँ ठ्याक्कै उल्टो छ है सरम्यामहरु। यो चाहिँ कस्तो छ भने यो अदुवा रोप्दाखेरि यो भाँचिएको भागलाई चाहिँ मास्तिर पार्नुपर्ने हुन्छ, यसरी अनि रोपिदिनुपर्छ। र यो तपाईहरुले अलि ठुलो रोप्नु पर्यो भनेदेखि चाहिँ यत्रो साइजमा रोप्न सक्नुहुन्छ, अलि सानो पनि रोप्न मिल्छ। यो अदुवा चाहिँ टुसा भएको छ भने तपाईहरुले यत्रो पनि रोप्न सक्नुहुन्छ है,
यसले चाहिँ यो बुढी ननिकाल्ने खालको हो भने यत्रो रोप्नु पर्यो र यो बुढी निकाल्ने खालको यहाँ रोपिराखिया हुनाले यसलाई चाहिँ यसरी रोप्नु पर्यो। यो दूरी चाहिँ लगभग तपाईँले अन्दाजी 1 बित्ता नर्मल हातको 1 बित्ताले तपाईँले रोप्नु भयो हुन्छ। ठ्याक्कै नाप्नु त पर्दैन, तैपनि 1 बित्ताको दूरीमा यसरी रोप्न मिल्यो। यसरी रोपिसक्दाखेरि चाहिँ तपाईँहरूले याद गर्नु होला, यो टुसाहरू आएको भागहरू तल, भाँचिएको भागहरूलाई माथि पारेर रोप्नु पर्यो। यसरी रोप्नु पर्यो। र यो तपाईँले रोपेको अदुवाको चाहिँ यो भाग छ नि, यो भाग चाहिँ यसरी माथितिर पारिदिनु पर्यो। यसरी रोप्नुभयो भने भोलि जब यहाँ माटोले यसरी छोपिन्छ, माटोले यसरी छोपिसकेपछि यो अदुवा चाहिँ बुढी निकाल्ने बेलामा यो चाहिँ भदौ असोजतिर चाहिँ जब यहाँबाट चाहिँ यसरी टुसाहरू आउँछन्, यो टुसा आइसकेपछि यो तपाईँले छोपेको भागबाट यहाँ यसो छाम्दाखेरि यो भेटिन्छ। अलिकति यो चाहिँ भोलि निकाल्न सजिलो होस् भनेर यो टुप्पो अलिकति देखाउनु परेको। आँखा भएको भाग चाहिँ पुर्ता हुन्छ। अनि यसरी समातेर तपाईँले फ्याट्ट तान्नुभयो भने नि यसरी आउँछ। यसरी फ्याट्ट तान्नुभयो भने यो पुरिएको भागबाट चाहिँ यसरी फ्याट्ट तान्नु भने यो आउँछ। र त्यसको निमित्त यसरी अलिकति देखाएर राखेको हो, अरू त खास केही होइन। यसरी एउटाको दूरीबाट अर्काको दूरी चाहिँ तपाईँले 1 बित्ताको अन्दाजी 1 बित्ताको राख्नुभयो भने के हुन्छ त भन्दाखेरि यो निकाल्नमै सजिलो हुन्छ। अब यसलाई छोप्ने तरिका यहाँ म्यामले छोपिराख्नु भएको छ। यसरी त्यसरी छोप्न मिल्यो, यसरी छोप्न मिल्यो। अलि छोपिएको छ नि काहीँ। अब यसलाई चाहिँ ट्याक्क छोपिदिएपछि यो देख्नु भएको छ, यो भाग चाहिँ चट्ट छोपिदिएपछि अलिकति मात्रै देखाइदिने, यसरी छोपिदिने। र यो दूरी पनि 1 बित्ताको हुनु पर्यो है। यो रोपेको भागबाट यता पनि लगभग 1 बित्ताको भागमा रोप्नु पर्यो। यसरी रोप्नुभयो भने तपाईँको अदुवा चाहिँ अलि बाक्लै पनि हुन्छ, बाक्लै पनि उम्लिन्छ। र तपाईँलाई मैले भनिसकेँ, यो नगदे बालीको रूपमा यसरी किसानहरूले बिचबिचमा अदुवा रोप्नु गर्नुहुन्छ। र यो उत्पादन भएको अदुवाको हिसाबमा बालीले खासै फाइदा छैन। अदुवा चाहिँ अहिले बजारमा 160 रुपियाँ धार्ने, लगभग 60-65 रुपियाँ केजीले बिक्छ। यस्तो हिसाबले चाहिँ कृषकले अलि फाइदा हुने खालको बाली लगाउनु पनि राम्रो हुन्छ भन्ने कुरा पनि मैले यहाँ त जाहेर गरेँ। यसो गर्दाखेरि तपाईँहरूलाई मैले भनिसकेँ, यसमा मकै, कोदो, हरेक अन्य किसिमका बालीहरू त लगाउन सकिँदैन। तर तपाईँहरूको लगाएको अन्य बालीभन्दा यो बालीले चाहिँ के गर्छ त भन्दाखेरि फाइदा दिने गर्छ। अब हेर्नु नि, यो निक्लेको टुसा छ, यही टुसालाई चाहिँ तपाईँले यसरी रोप्ने होइन है, यसलाई चाहिँ यसरी रोपिदिनु। यसरी रोपिदिएपछि यो टुसा, यो भाग भाँचिएको भाग छ नि, यो भाँचिएको भाग माथि पार्ने। र भोलि जब यसरी पुरिन्छ नि, पुरिएपछि अलिकति मात्रै देखाउने, यसलाई अलिकति मात्रै देखाउने। कसैले चाहिँ यसलाई चाहिँ हल्का रूपमा यसरी पनि राखेको देख्नु भएको छ। यसरी राख्दाखेरि यी सबै आँखाहरूबाट चाहिँ पलाउने सम्भावना कम हुन्छ। अब ठुलो छ भने यसलाई भाँच्न पनि सकिन्छ। यसरी भाँचेर अलि सानो पारेर यत्रो पनि पारेर रोप्नु। तपाईँलाई बिउ कम छ भने यत्रो पारेर पनि रोप्न सकिन्छ है। अदुवाले हेर्दाखेरि भित्रपछि निलो भाग हुनुपर्छ, मैले भनिसकेको छु। यो निलो भाग भएको अदुवा अति राम्रो हो। यसरी भाँच्दाखेरि निलो देखिनु पर्यो। र यसरी यो भाँचीको भाग मासतिर बनाउने र यसरी रोप्ने। तपाईँले यहाँभन्दा ठुलो टुक्रा रोप्नु पर्दैन। यदि तपाईँले बुढी निकालेर बेच्न मन छैन भने यत्रो मात्रै पारेर रोप्नु होला, यत्रो मात्रै पारेर रोप्नु होला। र बुढी निकालेर बेच्न मन छ भने यत्रो पारेर रोप्नु होला। र यो चाहिँ के गर्नु त अलि माथि नै राखेर यसरी पुरिसकेपछि अर्को ड्याङ आउँदाखेरि यो यताबाट ड्याङ आउँछ, यहाँबाट पुरिन्छ। भोलिपछि तपाईँले यहाँबाट जरा हाल्छ, यसले जरा हाल्छ र त्यसैले भाँच्नु पर्दाखेरि यो फ्याट यसरी आउँछ भन्नेको निमित्त अलिक छड्के पारेर यसरी राखिन्छ। देखिहाल्नुभयो, यो चाहिँ अदुवा रोप्ने तरिका। अदुवा रोप्ने तरिका बुढी निकाल्ने अदुवा चाहिँ अलिक ठुलै रोपिया हुन्छ, देख्नु भएको छ। यो चाहिँ बुढी निकाल्यो भने चाहिँ बिचमा अलि पैसा पनि लिन सक्यो। यसबाट आएको छाउराहरूबाट चाहिँ फेरि अर्को चाहिँ त्यसको बिउको लागि पनि काम गरौँ। यस्तो तरिकाले रोपिन्छ, हेर्नुहोस् है, यस्तो तरिकाले रोपिन्छ। यो रोप्नलाई त्यस्तो गाह्रो पनि छैन, लाइनमा रोपिन्छ। र यो अलि अगाडि नै छरिएको यो राजमाहरू छ र यो राजमाहरूलाई चाहिँ जोगाएर गर्नुपर्ने हुन्छ। र अहिले तपाईँहरूलाई मैले देखाउँदैछु यो राजमाहरू जुन खाली ठाउँ छ, यो राजमाहरू यसरी छरिराखिएको छ। यो राजमाहरू पनि छरिएको छ।
यसरी अब यो उम्रिन अलिक टाइम लाग्छ, यसको चाहिँ जरा हाल्न, यो अदुवाको जरा हाल्न अलिक टाइम लाग्छ। त्यस बेलासम्म यो राजमाहरू चाहिँ माथि आइसक्छ है, माथि आइसक्छ र तपाईँहरूलाई त्यो राजमाले पनि आफ्नो बालीको जुन खाली भएको ठाउँको सदुपयोग गर्न पाइयो, घुसुवा बालीको रूपमा त्यसलाई लिन पाइयो। यसरी तपाईँहरूलाई मैले यो अदुवा रोप्ने तरिकाको बारेमा बताउँदैछु। र अब यसरी रोपिसकेपछि यसलाई चाहिँ यसरी चाहिँ नि यसलाई पुर्नुपर्ने हुन्छ, यसरी पुर्नुपर्ने हुन्छ, देखिहाल्नु भएको छ। यो पुर्ने क्रममा चाहिँ ठ्याक्क त्यसको टुसा आएको भागहरू चाहिँ पुर्नुपर्ने हुन्छ। टुसा आएको भाग पुरिसकेपछि त्यहाँबाट टुसा पलाउन थाल्छ। यो अलि देखिए जस्तो छ, यो टुसा आएको भाग चाहिँ अलि छोप्नुपर्छ, यसलाई चाहिँ हल्का रूपमा मात्रै देखाउनुपर्छ। त्यस्तो भयो भने टुसा चाँडै पलाउँछ। यो तरिकाले तपाईँहरूले अदुवा खेती गर्न सक्नुहुन्छ। अदुवा खेतीको लागि चाहिँ अलि माटो यसरी बनाएर राखेको हुनुपर्छ, माटो बनाएर राखेको हुन्छ, झारहरू आउनु हुँदैन र कम्पोस्ट मल प्रशस्तै मात्रामा हाल्नुपर्छ। र कतिपय मान्छेहरूले अलि चाहिँ आफ्नो उत्पादन बढाउनुको निमित्त चाहिँ यो माटोमा अलि अर्को खालको युरिया दाना मलहरू पनि हाल्नुहुन्छ। त्यसो गर्नुभयो भने तपाईँको अदुवा चाहिँ के हुन्छ त भन्दाखेरि पछाडि भण्डार गर्ने बेलामा कुहिन सक्छ। त्यसैले तपाईँले जति सक्दो कम्पोस्ट मल हालेर अदुवालाई लगाउनु भयो भने तपाईँको अदुवा चाहिँ जसरी राख्दाखेरि पनि, जुन तरिकाले राख्दाखेरि पनि, जहाँ राख्दाखेरि पनि यो अदुवा बिग्रिँदैन। यो अदुवा चाहिँ अलि चिस्यान भएको ठाउँमा 1-2 घाम सुकाइसकेपछि अलि चिसो ठाउँमा तपाईँले भुइँमा मिलाएर राख्नुभयो भने यसरी टुसा आउन थाल्छ। जब यो टुसा आउन थाल्छ, यो टुसा आउन थालिसकेपछि सेतो टुसा आउन थालिसकेपछि तपाईँले रोप्ने बेला भयो भनेर जान्नु होला। यहाँ देख्नु भएको छ, टुसा आइसकेको छ। यो टुसा आइसकेपछि रोप्नु बेला भयो। र मैले भनिसकेको छु अघि नै, यो अदुवा रोप्ने भनेको चाहिँ तपाईँहरूले यो भागमा देख्नु भएको छ नि, यो टुसाहरू छन् भने यसलाई अलि हल्का पुरिदिनु होला। यो चाहिँ बुढी निकाल्ने भागले अलिकति देखाइराख्नु भएको छ एमएमले। यो कुरा मैले तपाईँहरूलाई भने। अब यो रोप्ने तरिका मैले पनि अघि पनि भनिसकेको छु। तपाईँले मेरो भिडियो हेर्दै हुनुहुन्छ र तपाईँ अदुवा खेतीमा लाग्नुभएको छ र लाग्ने मन छ भने यो काम तपाईँले अवश्य गर्नुहोला। यसरी रोपिन्छ। यसको दूरी भनेको 1 बित्ताको दूरीमा रोपिन्छ। 1 बित्ताको दूरीमा यसलाई रोपिन्छ। यसरी रोपेको अदुवा लगभग मैले भनिसकेँ। यसरी रोपेको अदुवा चाहिँ अलि यो चाडपर्व जब सुरु हुन्छ नि, चाडपर्व भनेको जनै लाउने पूर्णिमा, तीज, दसैँ ताक यो बुढी निकालिन्छ र त्यति बेला लगेर मार्केटमा बेचिन्छ। त्यति बेला मार्केटमा चाहिँ राम्रो भाउ आउँछ। अलि बाक्लो भयो होला। लगभग यो 15देखि 18 सेन्टिमिटरको दूरीमा यो अदुवा रोपिन्छ। यसरी रोपिसकेपछि तपाईँहरूले अब यो रोपेको ठाउँमा झार नआओस्, धेरै झारले असर नगरोस् र यो अदुवा बालीलाई अलि मल बढी चाहिने हुनाले यो मलको मात्रा पनि पुगोस् भनेर कसैले सेउला हाल्नुहुन्छ र कसैले वनको पातहरू पत्करहरू ल्याएर यसरी हाल्नुहुन्छ। ल हेर्नुहोस्, यसरी यहाँ छोपिराख्नु भएको छ। यसले गर्दा माटोलाई पनि राम्रो बनाउँछ। यी देख्नु भएको छ यहाँ, यसरी माटोलाई पनि राम्रो बनाउँछ। र यो कुहिएपछि चाहिँ यो कम्पोस्ट अति राम्रो कम्पोस्ट मल बन्ने भन्नाले यसरी माथिबाट छापो हाल्ने पनि चलन छ। यो छापो किन हालिन्छ त भन्दाखेरि यो एउटा त अति नै राम्रो कम्पोस्ट मल बन्छ यो पातहरूले यो छापो हालेपछि। र अर्को के हुन्छ भने धेरै घाम लाग्यो भने पनि त्योबाट पनि बचाउँछ। धेरै घाम लागेको बेलामा पनि अदुवाहरू कुहिने सम्भावना हुन्छ। र अर्को कुरा के हुन्छ भने यसले झार कमाउँछ है। झार कमाउने भावनाले हामीले यो अदुवा चाहिँ यसरी रोप्दाखेरि अति राम्रो हुन्छ र हामीलाई उत्पादनको हिसाबले पनि धेरै फाइदाजनक छ भनेर मैले यहाँहरूलाई बताएँ। हेर्नु, दूरी चाहिँ लगभग उस्तै दूरीमा छन्। यो 1 बित्ताको दूरीमा रोप्ने भनेकै छ। यता पनि 1 बित्ता, यता पनि 1 बित्ता, यता पनि 1 बित्ता, सबैतिर 1 बित्ताको दूरीमा रोप्यो भने चाहिँ लगभग हुन्छ। यो आँखा भएको चिजहरू चाहिँ हामीले यसरी अलिकति जमिन मुनि राखिदिनु पर्ने हुन्छ। यसरी राखेर हामीले
अलिक सजिलो बाली छ यो। धेरै पटक चाहिँ यसलाई गोडमेल पनि गर्नु पर्दैन, झार निकालिए पुग्छ। र यो खेतमा पनि र बारीमा पनि यो हुन्छ। अदुवा लगभग तपाईँको धेरै पानी जम्ने तराईको भागमा चाहिँ अदुवा हुँदैन, त्यसभन्दा भित्री मधेसमा पनि अदुवा हुन्छ। र लगभग यो 500 मिटरभन्दा माथि 2500 मिटरसम्म चाहिँ यो अदुवाको खेती गर्न सकिन्छ। तपाईँहरूले देखिराख्नु भएको छ यो अदुवा बाली लगाइराखेको ठाउँहरू छ यहाँ। र यसरी तपाईँहरूले आफूले राम्रो बिउ छानेर अदुवा खेती गर्नुभयो भने तपाईँको जीवनमा लगभग 1 रोपनी गर्नुभयो भने तपाईँले 1 रोपनी अदुवा लगाउनु भयो भने तपाईँको लगभग 1.5 लाखको भन्दा माथिको आम्दानी हुन्छ। यो तपाईँहरूलाई मैले जानकारी गराएँ। यसरी डोकोमा सर्लक्क यो टुसा नबाचिने गरी यसलाई ल्याउनु पर्छ। र हेर्दाखेरि यो ब्राउन कलरको, मैले भने नि यो ब्राउन कलरको हेर्दा यस्तो कलरको चाहिँ अदुवा अति राम्रो हुन्छ। र भाँच्दाखेरि तपाईँलाई मैले भाँचेर देखाउँछु। यो भाँच्दाखेरि यहाँ निलो निलो दाग छ नि, भित्रपट्टि निलो चक्र देखिन्छ नि, यस्तो खालको अदुवा चाहिँ तपाईँले बिउको लागि छान्नुपर्ने हुन्छ। यो अति नै राम्रो अदुवा हो, यो कुहिँदैन। र यो बाहिरको चाहिँ भाग पनि अलि ब्राउन कलरको चाहिँ यस्तो घेरा बसेको, यो पटुका बाँधे जस्तो यस्तो बोक्रा चाहिँ भयो भने यो धेरै राम्रो हो। र तपाईँलाई अदुवा यदि बुढी निकाल्नु छैन भने यत्रो रोप्दा पनि हुन्छ। यो बुढी निकाल्ने अदुवा चाहिँ अलि ठुलो रोपिन्छ। यो के हो भन्दाखेरि यो बुढी निकालेर बेच्नको निमित्त सजिलो होस् भनेर यो रोपिएको हो। तपाईँले यदि बुढी निकाल्नुहुन्न भने यत्रो अदुवा पनि रोप्न सक्नुहुन्छ, तलै भाँच्दिनुहुन्छ। यसलाई चाहिँ टुक्रा बनाएर सानो बनाएर पनि रोप्न सक्नुहुन्छ है। यत्रो बनाएर पनि रोप्न सक्नुहुन्छ। यो चाहिँ मैले तपाईँहरूलाई बिउको बचत होस् भनेर यो कुरा गरेको। यो 1 बित्ताको दुरीमा है। तपाईँले सानो रोप्नु पनि हुन्छ। सानो रोप्दा चाहिँ यसलाई अलिक तलै बसाइदिनु होला। यो अदुवा चाहिँ तपाईँले भन्दाखेरि अब यत्रो छ नि, यसलाई पनि 2टा पार्न मिल्छ है। 2टा टुसा छन् नि, यत्रो पनि पार्न मिल्छ। तपाईँले यो म बुढी निकाल्दिनँ भन्नुभयो भने यसले चाहिँ मजाले आउँछ। तपाईँको अदुवामा के हुन्छ भने जब अदुवा टुसाउन थाल्छ नि, त्यसले आफै छाउरा हाल्न थाल्छ र एकबाट अर्कोबाट अर्को तरिकाले आउँछ। र आज मैले तपाईँलाई यो अदुवा रोप्ने र अदुवाका फाइदाहरू, अदुवा किन रोपिन्छ भनेर यो कुराहरू बताएँ। तपाईँहरूलाई आफ्नो अदुवा रोप्ने सोच छ र तपाईँको ठाउँमा अदुवा प्रशस्तै हुने जग्गाहरू छ भने अलि माटो भएको, खुकुलो माटो भएको ठाउँमा यो अदुवा राम्रो हुन्छ। त्यस्तो ठाउँ छ भने तपाईँहरूले अदुवा रोप्न सक्नुहुन्छ। यो अदुवा खेती अति नै राम्रो र नगदे बालीको रूपमा लिन सकिन्छ। यसलाई खासै झन्झट पनि पर्दैन। देख्नु भएको छ यहाँ बारी अदुवाहरू रोपिएका छन्। देख्नु भएको छ नि, यहाँ तल पनि रोपिसकिएका छन्, उहाँ तल पनि रोपिसकिएका छन्। यी धेरै ठाउँहरूमा अदुवा रोपिसकिएका छन्, देख्नु भएको छ। यसरी अदुवा रोपेर तपाईँले आफ्नो थोरै जमिनमा अदुवा रोपेर आफ्नो आम्दानी बढाउन सक्नुहुन्छ। तपाईँले कति लाउनुहुन्छ त्यही अनुसारमा यो अदुवाको चाहिँ पैसा आउँछ। तपाईँले लगभग 5-7 रोपनीमा लगाउनु भएको छ भने तपाईँको 5-7 लाखै पनि अहिलेको हिसाबमा आउन सक्छ। तर यसलाई प्रशस्तै मल चाहिन्छ, कम्पोस्ट मल चाहिन्छ, छापोको व्यवस्था गर्नुपर्ने हुन्छ। यो तरिकाले तपाईँले अदुवाबाट नगदे बालीको रूपमा तत्कालै पैसा कमाउन सक्नुहुनेछ भन्ने कुरा मैले तपाईँलाई यो भिडियो मार्फत बताएँ। आशा छ तपाईँहरूले अवश्य यो भिडियो हेरेर आफ्नो बालीलाई परिवर्तन गर्न सक्नुहुनेछ। यही खेतीमा यति नै जग्गा भएको ठाउँमा तपाईँले धान, मकै लगाउँदाखेरि, कोदो लगाउँदाखेरि तपाईँलाई कति नाफा हुन्थ्यो र तपाईँले अदुवा लगाउनु भयो भने कति हुन्छ भन्ने कुरा तपाईँले हेक्का गरिसक्नुभयो। तपाईँलाई 50 रुपियाँ धार्नी अथवा चाहिँ 20 रुपियाँ किलोमा बेच्नुभयो भने पनि अदुवाबाट तपाईँलाई धेरै फाइदा हुन्छ। त्यसैले यो बालीलाई तपाईँले प्रोत्साहन गर्नुहोस्, लगाएर हेर्नुहोस्। तपाईँको जीवनमा एउटा ठुलो परिवर्तन ल्याउने छ भनेर मैले यो आजको भिडियो बनाएँ। आशा छ मैले यो बनाएको भिडियो तपाईँहरूलाई अवश्य पनि मन परो, लाइक कमेन्ट पनि गर्नु होला भन्न चाहेँ। र यो भिडियो बनाउँदै गर्दाखेरि मैले आज तपाईँहरूलाई यो आफ्नै ठाउँबाट यो भिडियो बनाएर प्रस्तुत गरेको छु। आशा छ तपाईँहरूलाई यो भिडियोबाट केही फाइदा पनि हुनेछ भन्ने कुराहरू पनि मैले भनेँ। र यो भिडियो तपाईँहरूलाई मन पर्यो भने मन पर्यो भनेर सल्लाह सुझाव दिनुहोला। नयाँ हुनुहुन्छ च्यानलमा सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला भन्न पनि चाहेँ। र तपाईँहरूले यो मेरो च्यानल
पहिलोचोटि हेर्दै गर्नुभएको छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहेँ। देश विदेश तथा परदेशमा रहनुहुने र धेरैजसो नेपालमा बसेर आफ्नो कृषि पेसालाई अँगाल्नुहुने सम्पूर्ण आमा बाबु दाजुभाइ दिदीबहिनीहरू इष्टमित्रहरू र युवा पिँढीहरूमा विशेषतः फाइदा होस् भनेर यो मैले भिडियो बनाएको छु। आशा छ तपाईँहरूलाई यस्ता खालका भिडियोले भोलिका दिनहरूमा अलिकति आय आर्जनको पनि फाइदा होस्, आय आर्जन पनि बढोस् भनेर मैले यो भिडियो बनाएँ। कृपया आज यो परिवेशमा मैले बनाएको भिडियो तपाईँहरूलाई अवश्य पनि फाइदाजनक हुनेछ भन्दै भिडियोबाट अन्त हुन चाहन्छु। हस्त नमस्कार, शुभ दिन।